हामीले अगाडिको भिडियोमा यो चाहिँ क्लच कभर खोल्छौँ भनेर भनेको थियौँ। हामीले क्लच कभर खोलेर क्लच प्लेटहरू सबै खोलिसक्यौँ। अब यहाँ हेर्दैछौँ अब के हुँदैछ, के रहेछ समस्या हैन। गाडी तातेको कारणले गर्दा खोल्न गाह्रो भइरहेछ हामीलाई। अब यहाँ गियरको न्युट्रल लाइन यो हो देखिहाल्नु भएको छ है। गियर चाहिँ न्युट्रलमा चाहिँ न्युट्रल आउँछ, ठिक छ। त्यहाँबाट एक पनि जाँदैन साथीहरू। त्यहाँबाट कता छ 2 जान्छ। 2मा गियरले काम गरेर चक्का पनि घुमाउँछ, ठिक छ है साथीहरू। अनि फेरि यता हेर्ने यो चाहिँ जाँदैन नि त। यो चाहिँ के भएको होला ल साथीहरू भन्नुहोस् है, के भएको होला ल भन्नुहोस्। यो चाहिँ तपाईँको यसरी 2 नम्बरबाट 3 जाँदैन। 3मा गएपछि गाडीको गियर पुरै अड्किन्छ। यसरी आवाज चाहिँ हाफ गियरको आउँछ, तर यो गियर चाहिँ लाग्दैन है साथीहरू। 2 नम्बर लाग्छ। 2 नम्बर यो लाइनमा पस्ने, यो नम्बर 2 नम्बर ठिक छ। अब तपाईँको 1 नम्बर लगायो न्युट्रलमा सम्म चाहिँ आउन खोज्छ, तब अड्किन्छ। 1 नम्बर त यो दाँती हो, तर यसमा आउँदैन है साथीहरू। के भएको होला लु कमेन्ट गर्नु होला है साथीहरू। ल